ठुलबा भयो भने गाली गर्नुहुन्छ के अरे अनि त्यही भएर अनि ठुलबा गएपछि त बारीमा जाने हो साइला गएपछि बारीमा जाने हो भन्नुहुन्छ अरे क्या आमाले काम काट छैन खाने बेलामा भात छैन मलाई चाहिँ यस्तो छ र यहाँबाट चाहिँ खोला पनि देख्छ डाँडा मरपुण्डे चाहिँ डाँडामा हाम्रो बर्जाको भ्यू हेर्न हिँडेको राम्रो भ्यू देख्छ भनेर म आएको हेर्नु न नपत्ताए म हजुरहरूलाई देखाउँछु Closed doors, I'm a fool for your love. हाई गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको सामु सो गाइज अहिले चाहिँ म नेपालमा छु अनि म यहाँको चाहिँ मोर देन 10 डेज भइसक्यो अहिले चाहिँ म मेरो आमासँग छु म हजुरहरूलाई देखाउँछु हाम्रो आमा चाहिँ यहाँ सुत्दै हुनुहुन्छ के गर्नुभएको रे औषधि हालेको भन्नु न आँखामा आँखामा औषधि हालेको आँखामा औषधि हाल्दै हुनुहुन्छ अहिले चाहिँ हामी यहाँ टिभी रुममा छौँ है सुत्दै हुनुहुन्छ आमा चाहिँ यहाँ मस्त पारामा दबाई हालेर एउटा आँखामा अनि हजुरहरूलाई म बाहिर कस्तो देख्छ हाम्रो घरबाट हरियाली भ्यूहरू देखाउने छु अनि मेरो आजको दिनचर्या के कसरी बित्छ भनेर देखाउने छु म चाहिँ नदेखिने रहेछ नबोल्ने रहेछ त्यत्तिकै नि देख्छ नि हजुरलाई अहिले पछि हजुरले यो भिडियो नि हेर्न मिल्छ क्या अनि चाहिँ आजको चाहिँ भिडियो चाहिँ आज म के गर्छु भनेर चाहिँ म हजुरहरूलाई यो भिडियो मार्फत देखाउने छु नेपालमा मेरो दिन कसरी बितिरहेछ भनेर मेरो चाहिँ बिहान उठ्यो खायो सुत्यो फेरि त्यस्तै त्यस्तै भइरहेछ काम छैन हाम्रो यहाँ घरमा त्यही भएर स्नुफी आयो कि त्यहाँ म ढोका खोलिदिन्छु ल पुन्टे आऊ आऊ पुन्टु ए दोरी त खुल्लै नरहेछ अनि हाम्रो आमालाई चाहिँ बारीमा जान एकदम धेरै मनपर्छ जति नजानु भने पनि गएको गयो हो अनि अहिले चाहिँ यहाँ ठुलबा हुनुहुन्न साइला ठुलोबा हुनुहुन्न अनि ठुलोबा भयो भने चाहिँ गाली गर्नुहुन्छ र जानुहुन्न अनि ठुलोबा अहिले हुनुहुन्न त्यही भएर बारीमा जान मन लागेर एकदम धुमधाम छ हाम्रो आमालाई नजानु भन्दा पनि अनि के अनि ठुलोबा भयो भने गाली गर्नुहुन्छ के अरे अनि त्यही भएर अनि ठुलोबा गएपछि त बारीमा जाने हो साइला गएपछि बारीमा जाने हो भन्नुहुन्छ अरे क्या आमाले हजुर आज के गर्नुभयो उठेर भनिदिनु न त अनि के गर्ने र उठेर मुख धोएँ त्यही हो गफ त्यहाँ तातो पानी त्यो नचेनले खाने सिक्रेट खाने त्यही हो सिक्रेट खाए कुखुरालाई चारो हाले भन्नु न सबै कुखुरालाई दाना हाल्ने अनि त्यही फेरि यसो झाटकेटेर बसेको थिएँ त्यही हो मेरो काम केही छैन नाकमा कोट्याउनु न आमा बेजित हुन्छ कि ए नाक कोट्याउनु हुन्न नि त अनि त सबले देख्छ बो नाक कोट्यायो भने त अब हाम्रो आमाले गीत हेर्नुहुन्छ है नि एकछिन यहाँ चाहिँ स्नुफी हो स्नुफी पनि उठेर एउटा खुट्टा खाइसक्यो अब हामी चाहिँ भात खाने बाहिर भाउजूले खाना पकाउँदै हुनुहुन्छ कामकाज केही छैन मेरो चाहिँ यस्तै हो काम छैन ल भन्नु कामकाज छैन काम काट छैन खाने बेलामा भात छैन मलाई चाहिँ यस्तो छ र के गर्ने हो बिस्तारमै आउँछ खाना भन्नु न बिस्तारै आउँछ खाना दाना भात पानी दाना त आउन अब दाना त कुखुरा दाना त होइन भात खाना
खाना भनेको त जान्न खाना आउँछ बिस्तारमै अनि खाना केको केको चिन्ता खाने चिन्ता मारे अहिले चाहिँ म यहाँ बाहिर छु घरको अनि यहाँबाट चाहिँ कस्तो देख्छ भ्यूहरू म हजुरहरूलाई देखाउँछु डाँडाकाँडा हरियाली यस्तो राम्रो देखिरहेको छ यहाँबाट इफ हजुरहरू पनि नेपाललाई मिस गर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर आनन्द लिनुहोला अनि चाहिँ कमेन्ट पनि गर्नु होला यस्तो देख्छ हाम्रो घरबाट चाहिँ यहाँबाट चाहिँ खोला पनि देख्छ अहिले चाहिँ हाम्रोतिर चाहिँ घाम लागेको छैन किनकि 2-3 दिन भयो पानी हल्का हल्का पर्छ तर दिनहरू चाहिँ शीतल नै छ त्यही भएर चाहिँ त्यस्तो गर्मी चाहिँ छैन हाम्रोतिर चाहिँ मेरो गाउँ चाहिँ स्याङ्जा हो स्याङ्जा बर्जा राङखोलाको नजिक स्याङ्जाबाट चाहिँ हल्का यतापट्टि कतिलाई थाहा छ कतिलाई थाहा छैन हजुरहरूलाई सो गाइस मैले भनिदिइहालेँ यहाँ चाहिँ हाम्रो पुन्टुको काम चाहिँ यहाँ बसेर पुरै हेर्ने हो राङखोला बजार हेर्ने यहाँबाट चाहिँ राङखोला बजार देख्छ उ त्यो चाहिँ बजार हो अनि यो चाहिँ राङखोला बजार हो यहाँ चाहिँ धानहरू रोपेर झन् खेतहरू कस्तो राम्रो देखिरहेको छ यहाँ चाहिँ हाम्रो भात रहेको छ यता आमाले खाँदै हुनुहुन्छ त्यहाँ चाहिँ स्नुफीको भात रेडी हुँदैछ अब चाहिँ हामी खाना खान्छौँ एन्ड देन फेरि भेट्छौँ खुवाइदिन्छ भनेर हेरेर बसिरह छिटो खाऊ न ल ल खाऊ ल खाऊ 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 ल खाऊ हेर्नु खाँदै खान्न खाऊ खाऊ बुन्टे बिहान खुट्टा खायो त्यस पछाडि आहा पिल 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 छिटो खाऊ के ल म त भात खाएर जोस जागर नि आयो होला भात खाएर जोस जागर नि आयो होला राम्रो रहेछ सेतो न सेतो जाम स्नुफी जाम जाम आऊ बिस्तार बिगार्ने नम्बर 1 केटा यही हो नराम्रो केटा जाम स्नुफी गएँ म बाई बाई उही म भन्दा यता आऊ यहाँ आऊ छिटो 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 घरको बाहिर चाहिँ यस्तो नराम्रो घाम लागिरहेको छ कि अहिले बाहिर नि निस्किन मन नलाग्ने घाम लागिरहेको छ तर पनि म हजुरहरूलाई अझै उता गयो भने चाहिँ राम्रो सिन राम्रो भ्यू देख्छ अनि म हजुरहरूलाई त्यहाँ गएर देखाउने छु म र पुन्टे चाहिँ डाँडामा हाम्रो बर्जाको भ्यू हेर्न हिँडेको त्यस्तो त बाटो हेर्नुहोस् न गाइस सानो बाटो तर दानी भइसक्यो हामी पहिल्यैबाट हिँडेको भएर बच्चाइबाट यहाँ कति राम्रो देख्छ हेर्नुहोस् बजार राङखोला बजार अझै यो हरियाली हुने टाइम भएको भएर चाहिँ सबै छेक्यो कि नाटेर चाहिँ बस त धेरै टाढो नजाऊ है यहाँबाट हेर्नु न खोलाहरू सबै देख्छ यो चाहिँ आधी खोला हो अनि डाँडा काँडा हरियाली कति रमाइलो छ यहाँ यस्तो घाम लागिरहेछ अनि म चाहिँ किन निस्केर हिँडेको भन्दाखेरि चाहिँ घरमा चाहिँ आमा र भाउजू चाहिँ सुत्नुभयो भर्खरै खाना खाएर किनकि दिउँसो हाम्रो काम हुन्न अनि खानी सुत्ने नत्र भए त म पनि सुतिरहेको हुन्थेँ होला अहिले अनि हाम्रो गाउँ चाहिँ तलपट्टि हेर्नु सो यो हाम्रो गाउँ चाहिँ कस्तो छ भन्दाखेरि यहाँ चाहिँ ठुलो छ गाउँ चाहिँ होइन गाउँ चाहिँ ठुलो छ तर सबै छितरेर बसिया के भन्छ त्यसलाई छरेर कि लाइक एउटा यहाँ एउटा उता जसरी
त्यसरी बसेको छ। यो चाहिँ एउटा भयो अनि हाम्रो यता चाहिँ 5-6वटा घर छ। त्योभन्दा अझै उतापट्टि यहाँबाट थोरै देख्न सक्नुहुन्छ हजुरहरू। देखेको छ थोरै रुखहरूले छेकेछ सबै त्यतातिर छ। कस्तो गर्मी बाबु यता आऊ ओए आऊ। हामी चाहिँ अहिले अझै उतातिर बारीतिर जाँदैछौँ किनकि त्यहाँबाट झन् एकदम राम्रो भ्यूहरू देख्छ। अझै उतापट्टि साइडको म हजुरहरूलाई त्यहाँ गएर पनि देखाउँछु। हेर्नुहोस् स्नुफी चाहिँ एक्लै गइसक्यो क्या त्यो टन घन्टी बजाउँथ्यो। यसको कामै यही हो बारीतिर कुद्ने। अनि यतातिर चाहिँ यहाँ चाहिँ यो साल एकदम लिची फलेको थियो अरे तर अहिले चाहिँ टिपेर सकिसकेछ। हेर्नुहोस् हाम्रो गाउँमा चाहिँ सबसे धेरै हुने भनेको सुन्तला किनकि अलिकति स्याङ्जा डिस्ट्रिक्ट भन्ने बित्तिकै सुन्तलाको खानी भनेर पनि चिनिन्छ सबैलाई थाहा छ होला। अनि हेर्नु न यी बारीभरि यो सबै सुन्तला हो। यो हरियाली सबै देखेको सुन्तला यिनीहरू सबै यो पनि हो। माथि पनि छ। कस्तो नराम्रो घाम लागिरहेछ क्या 2-3 दिन भएछ घाम नलागेको भनेको है। अहिले त चरक्कै घाम लाग्यो। अनि अझै उता गयो भने चाहिँ राम्रो भ्यू देख्छ भनेर म आएको। हेर्नु न नपत्ताए म हजुरहरूलाई देखाउँछु। यो आँखाले यो नाङ्गो आँखाले देखे जस्तो नहुनसक्छ क्यामेरामा कैद हुँदाखेरि तर पनि यस्तो बवाल छ गाइस। आदि खोला हो। त्यहाँ चाहिँ हामी सानोमा माछा मार्न पौडी खेल्न जान्थ्यौँ कि पहिल्यै अब सानो बच्चा हुँदाखेरि। अहिले त सबै साथीहरू भाइहरू पनि सबै बजारतिर लागिसके। गाउँमा त कोही छैन। हुन त गाउँमा बसेर नि त्यस्तो केही छैन नि त अहिले त। त्यही भएर रोजगारीको सिलसिलामा सबै बजारतिर छन्। यहाँ त पनि उसलाई चाहिँ घाँस फेरि यहाँ आयो भने घाँस खान्छ अरे। अहिले चाहिँ म र स्नुफी यहाँ शीतलमा बसिरहेछौँ भने न शीतलमा बसिरहेछौँ चकचके ऊ भागिहाल्छ। अब चाहिँ हामी घर जान्छौँ। हजुरहरूलाई मैले यहाँको भ्यू देखाइसकेँ। यस्तो राम्रो हरियाली डाँडा काँडा। कतिजना त बाहिर बसेर एकदम धेरै नेपाललाई मिस गरिराख्नु भएको छ होला। होपफुल्ली यो भिडियो हेरेर तपाईहरूलाई अलिकति मनमा आनन्द मिल्नेछ भन्दै अब घरतिर लाग्छु। मैले चाहिँ म आएको यहाँ 10 दिन भइसक्यो नि त। 10 दिन हुँदासम्म किन भिडियो बनाएन भनेर हजुरहरूलाई लाग्न सक्छ। मैले चाहिँ किन भिडियो नबनाएको भन्दाखेरि चाहिँ हाम्रो घरमा चाहिँ खासै त्यस्तो कामै हुँदैन के। बिहान खाना पकाउने खाने अनि दिउँसो फेरि काम हुन्न घाम लाग्छ बाहिर निस्किनलाई कहिले पानी पर्छ अनि सुत्ने हो नि त। अनि त्यही भएर के भिडियो बनाउने त भनेर चाहिँ भिडियो नै बनाएको थिएन के। अनि नत्र भए त यहाँ नेपाल आएको पनि म 10 दिनभन्दा धेरै भइसक्यो। 10 दिन 15 दिन भयो कि हप्ता 12 दिन त्यस्तै कति भयो। अब चाहिँ हामी घर जान्छौँ। अब चाहिँ म घर आइसकेँ। यो भिडियो चाहिँ आज यति नै हुन्छ होला। सायद म योभन्दा अरू भिडियोहरू बनाएँ भने चाहिँ यही भिडियोमा इन्क्लुड गर्नेछु। अहिलेको लागि चाहिँ बाई साथीहरू। सी यू अन माई नेक्स्ट भिडियो।